नमस्ते सबैजनालाई। र आजको भिडियो छ धेरै नै इम्पोर्टेन्ट टपिक, जुन अब गाउँघरहरूमा अथवा सहरमा पनि धेरै जस्तो ठाउँ होइन, बच्चाहरूले पिट्ने अनि बच्चाहरूले पिटेर अब धम्काउने, गाली गलौज गर्ने होइन, त्यसलाई चाइल्ड एब्युज भन्छ हामीले होइन। अनि चाइल्ड एब्युज पनि अब मुलुकी ऐन नेपालको त्यो कानुनअनुसार एउटा अपराध मानिन्छ होइन। अनि त्यो अपराधको 3टा त्योहरू छ होइन, सजायहरू। अब चिल्ड्रेन एक्ट 2018 छ एउटा होइन, बालबालिका सम्बन्धी ऐन भइहाल्यो। अनि घरेलु हिंसा भनेको 2066 को कानुनमा पर्छ। अनि मुलुकी अपराध संहिता भनेको कुनै पनि किसिमको अपराध बच्चामाथि गरियो भने 2074 सालको त्यो कानुनअनुसार उसको सजायहरू हुन्छ। अब यो छुट्टै विवरणहरू छ त्यो कानुनको, नेपालको कानुनमा होइन। तर अब यो भित्र के छ त्यो म अलिकति एक्सप्लेन गर्न चाहन्छु। र योबाट कसरी बच्ने, अनि अब जो मान्छेहरूले बच्चाहरूले अब धम्काउँछ थाहा हुँदैन तिनीहरूलाई होइन, तिनीहरूले पनि अवेरनेस हुनुपर्छ। किनकि अब पछि गएर के समस्या भयो, तिनीहरूलाई आफ्नै बच्चालाई पनि अब पिटियो भने, अरूको बच्चालाई नभएर पनि आफ्नै बच्चाले पनि पिटियो भने त्यो चाहिँ कानुनी अपराध भएर उसलाई चाहिँ सजाय हुनसक्छ। त्यो चाहिँ बुझिराख्नुपर्छ सबैजनाले होइन। किनकि अब नेपालमा धेरै मान्छेहरूलाई, धेरै प्यारेन्ट्सहरूलाई थाहा हुँदैन, बच्चाहरूलाई पिट्छ होइन। अनि पिट्छ, अनि स्कुल पठाउँदैन, धम्की दिन्छ, अनि काम गर्न लगाउँछ धेरै होइन। जुन एउटा उसको राइट्सको, बच्चाको राइट्सको उल्लङ्घन जस्तो भयो क्या। अनि त्यही अनुसारले अब यो एउटा फिजिकल, मेन्टल, एजुकेसन, इमोसनल र सेक्सुअल एब्युज 4-5 टाइपको हुन्छ होइन। अब जस्तै अब फिजिकल एब्युजमा अब फिजिकली बच्चाले अब कसरी पिट्छ नि, पिट्ने, अनि हातले हिर्काउने होइन, टाउको कपाल तान्ने होइन, अनि जिस्काइदिने होइन। त्यस्तो अब यो भनेको यो सबै फिजिकली एक्टमा हो। जस्तै कुटपिट भयो, चट्कन भयो, लातले हान्ने होइन, यो सबै फिजिकल एक्टमा पर्छ होइन। अनि मेन्टल भनेको अब गाली गलौज गर्ने, धम्की दिने, डराउने होइन, अनि उसलाई पुरै त्रास देखाएर त्यो केही नगरोस् भनेर त्यस्तो टाइपको धम्कीहरू दिने भनेको त्यो मेन्टल भइहाल्यो होइन। मेन्टल एब्युज भइहाल्यो। एजुकेसन नेग्लेक्ट भनेको अब बच्चाहरूले स्कुल नपठाउने, कपीहरू किताबहरू किनेर नदिने होइन, पढ्न सक्दैन भन्ने, यसको दिमागै छैन, पढ्न सक्दैन, त्यो गालीहरू गर्ने होइन बच्चालाई। अनि त्यसले उसको त्यो साइकोलोजिकल प्रब्लम हुन्छ बच्चाहरू पछि गएर एजुकेसन नेग्लेक्ट गरेर। अनि बच्चाहरू राम्रोसँग त्यो पढ्न सक्दैन, पछि इक्जामहरूमा फेल हुने हुन्छ, यस्तो समस्या होइन बच्चाहरूमा होइन। अर्को चाहिँ इमोसनल नेग्लेक्ट भनेको अब इमोसनली बच्चाहरूलाई त्यो हरासमेन्ट गर्ने कि इमोसनली हरासमेन्टको जस्तै अब डर देखाउने होइन, अनि अल्गाएर छुट्टै राख्ने, अनि भगाइदिने, खाना नदिने बच्चालाई, अनि यो केही गर्न सक्दैन, यसलाई केही गर्ने क्षमता छैन योमा, यस्तो कुराहरू भनेर उसलाई त्यो गर्ने, डिप्रेस्ड पार्टी होइन, त्यो भनेको इमोसनल नेग्लेक्टमा आउँछ। अनि अर्को सेक्सुअल एब्युज भनेको अब इनएप्रोप्रिएट ठाउँमा टचहरू गर्ने होइन, अनि अब सेक्सुअल हरासमेन्टहरू गर्ने होइन, त्यो अरू छुट्टै भयो होइन, छुट्टै यसको डिस्कस हुन्छ पछि होला। अनि त्यसपछि अब यो सबै जुन छ नि तपाईँको, यो सबै अब आफ्नो बच्चालाई मात्रै होइन, अरूको बच्चालाई, कुनै पनि बच्चालाई गरियो भने सबै मुलुकी ऐन, मैले भने जुन 3टा यो मुलुकी ऐन अनुसार यो अपराध मानिन्छ। र अब यस्तो बच्चाहरू हस्पिटलमा आयो भने के गर्ने हामीले डक्टरहरूले, अब एक त प्यारेन्ट्सले आफै लिएर आयो भने, आफैले यदि प्यारेन्ट्सले बच्चालाई हिर्काएर ल्याएछ अथवा पिटेर कुनै पनि यो हरासमेन्ट गरेर ल्याएछ भने प्यारेन्ट्सले त बच्चालाई भन्दैन, बच्चालाई थाहा हुन्छ, तर प्यारेन्ट्सले डक्टरले त भन्दैन। अब यस्तो अवस्थामा के गर्नुपर्छ, डक्टरले पुलिसलाई इन्फर्म गर्ने कि नगर्ने। अब यस्तो अवस्थामा यदि बच्चा आएको छ अनि हामीलाई डाउटफुल लाग्यो भने होइन, यो बच्चालाई कसैले पिटेको छ अथवा उसको प्यारेन्ट्सले पिटेको छ अथवा इमोसनली हरासमेन्ट भइरहेछ बच्चाको भने, हामीले अब प्यारेन्ट्सलाई कन्सेन्ट नलिकन डाइरेक्ट पुलिसलाई इन्फर्म गरेर त्यो पुलिस केसमा राख्नुपर्छ। किनकि यदि त्यो केस यदि विक भयो भने, बच्चाले के भयो भने, डक्टरमाथि नै त्यस्तो मुद्दाहरू पर्न सक्छ पछि गएर। अनि त्यो एउटा समस्या हुन्छ। अनि त्यस्तो यो कारणहरू अलिक गाह्रै हुन्छ। त्यसैले अब यो कुनै पनि बच्चा अब चोटपटक लिएर आयो भने त्यसको कन्सेन्ट लिएर प्यारेन्ट्ससँग अनि पुलिसलाई इन्फर्म गरेर अनि पुलिस केसमा आउनुपर्छ। र अब त्यो अनुसारले अब बच्चाले कस्तो टाइपको त्यो पाइरहेछ त्यो अनुसारले त्यो मुलुकी अनुसार उसको सजाय हुन्छ। धन्यवाद।